आदरणीय दर्शकवृन्दहरू नमस्ते। वाइसेल कञ्चन गाउँ कमिटी भेला कञ्चन 5 गरगरेमा सम्पन्न भएको छ, जसको अध्यक्षता वाइसेल कञ्चनका अध्यक्ष एमनाथ पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य श्री हिराबहादुर रोका, त्यस्तै विशिष्ट अतिथि लुम्बिनी प्रदेश कमिटीका सदस्य हस्तबहादुर सावर र अतिथिहरू विष्णु सुवेदी, विनोद पुन, कुमारी घरती मगर, कृष्ण ढुङ्गाना लगायतको उपस्थितिमा सम्पन्न भएको थियो। यस कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले बोल्दै आजको युग युवाहरूको हातमा गएको, अबका नेतृत्व पनि युवाहरूले नै गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो। युवाहरू छन्, त्यो मध्येबाटको चाहिँ अब असल युवा यो परिवर्तनको निम्ति पनि चाहिँ समाज परिवर्तनको निम्ति पनि समाज रूपान्तरणको निम्ति पनि सबैभन्दा असल युवाहरूको ग्यादरिङ र त्यसको चाहिँ संगठन भनेको चाहिँ वाइसेल नेपाल नै हो। त्यसकारणले गर्दाखेरि यो वाइसेल नेपाल, यो जस्तै हामीले वाइसेल नेपाल भन्ने छ, योङ कम्युनिस्ट लिग भन्ने छ नि त। योङ भनेको त भरभराउटा चाहिँ केटाहरूको जमा हैन, योङ भनेको त भक्कर चाहिँ कलकलाउटा जवान भन्ने हुन्छ कि योङ भनेको जवान हो नि त हैन। लिग यस्ता मार्ग, अब यो चाहिँ असल मान्छेहरूको चाहिँ मार्ग बाटो देखाउने काम कसले गर्छ त भन्दा वाइसेल नेपालले गर्छ। यो कुरा सत्य यही हो। हिजोदेखि चाहिँ आजसम्मको चाहिँ अब यसको पृष्ठभूमि, यसको ऐतिहासिकता यसले गरेको चाहिँ समाजमा गरेको योगदान, बलिदान, त्याग, तपस्याका हिसाबले पनि के छ त भन्दाखेरि वाइसेल नेपालले नै समग्र देशैभरिको चाहिँ युवाहरूलाई चाहिँ लिड गर्ने काम, त्यो युवाहरूलाई चाहिँ कमान्ड गर्ने काम, तिनलाई चाहिँ सही मार्ग, सही चित्र, सही चाहिँ बाटो देखाउने काम चाहिँ वाइसेल नेपालले नै गर्दै आइरहेको कुरा चाहिँ यथार्थ कुरा हो। यो कुन पार्टीको रहेछ अथवा चाहिँ यो कुन सङ्गठनको रहेछ भनेर बुझ्यो भने त्यो चाहिँ माओवादी सङ्गठनको के अरे वाइसेलको रहेछ भन्ने खालको चाहिँ एउटा पहिचान चाहिँ बनाउने है। हाम्रो चाहिँ 30 सम्म, यता सुन्नुहोस्, हाम्रो 30 सम्म 40 सम्म चाहिँ कमाउने हो है। अहिले चाहिँ हामी पुरै झोला बोकेर अनि गाडी लिएर मोटरसाइकल लिएर चाहिँ वाइसेलमा हिँड्नुपर्छ भन्ने चाहिँ छैन। 40 सम्म चाहिँ हामीले कमाउने हो र 30 सम्म चाहिँ हामीले व्यक्तित्वको विकास गर्ने हो। 30 सम्म हामीले कस्तो समाजमा चाहिँ कस्तो व्यक्तित्व चाहिँ बनाउँछौँ भन्ने कुरा हो है हैन। कतिपय तपाईँको चाहिँ मैले भने लागु औषधमा चाहिँ फसेर हैन अहिले जेल जीवन पनि बिताइराखेका छन्, हामीले देखिरहेका छौँ। जेल जीवन बिताइरहेका छन्। कतिपय तपाईँ चाहिँ कामै नलागेर तपाईँको चाहिँ युवाहरू चाहिँ अब एकदमै चाहिँ समाजमा प्रत्येक वर्ष पनि लागिरहेका छन्। त्यस कारणले यो चाहिँ सङ्गठनले यसलाई के गर्छ भन्दाखेरिमा एउटा दिशा निर्देश गर्छ। यो राम्रो हुनुपर्छ है भनेर चाहिँ यसलाई दिशा निर्देश गर्छ र चाहिँ 30 वर्षमा हामीले कस्तो व्यक्तित्व बनाउने हेर्नुहोस् है। हामीले 30 वर्षसम्म हामीले राम्रो खालको व्यक्तित्व चाहिँ बनाउन जरुरी छ। व्यक्तित्व भनेको के हो भने व्यक्तिभित्र भएको तत्त्व, व्यक्तित्व भने व्यक्तिभित्र भएको तत्त्व। त्यस कारणले 2-4 जना समाजले एउटा चाहिँ राम्रो मान्ने खालको, हाम्रो टोल र छिमेकले, हाम्रो वडाले राम्रो बन्ने खालको युवाहरू चाहिँ तपाईँको चाहिँ हामीले त्यो व्यक्तित्वको चाहिँ विकास गर्न जरुरी छ। त्यस कारणले तपाईँहरूको चाहिँ अब 18 देखि लिएर अहिले चाहिँ तपाईँको लगभग 25-26 उमेरको चाहिँ यहाँ हुनुहुन्छ। हाम्रो अध्यक्षजीको चाहिँ अलि बढी भयो होला, उहाँ गाइड गर्नुहुन्छ। त्यस कारण तपाईँहरूले के गर्न जरुरी छ भने अब चाहिँ यो वाइसेलमा चाहिँ रहेर व्यक्तित्वको विकास गर्ने, आगामी दिनमा चाहिँ राजनीतिक उद्देश्य सहितको चाहिँ हाम्रा कार्यक्रमहरूमा चाहिँ सहभागी हुने र आगामी दिनहरूमा चाहिँ तपाईँहरूले आफ्नो जीवनयापनको लागि पनि यसले के गर्छ भन्नुहुन्छ भने एउटा दिशा निर्देश गर्छ। त्यस कारणले तपाईँहरूले आगामी दिनमा जीवनयापन गर्नको लागि पनि एउटा चाहिँ तपाईँहरूलाई चाहिँ सोच्नको लागि अथवा म के गर्ने के नगर्ने भनेर सोच्नको लागि पनि यसले चाहिँ राम्रो खालको गाइड गर्छ।